नमस्कार, म डाक्टर धीरज ताम्राकार। आज चाहिँ म एउटा सामान्य विषय तर भविष्यमा चाहिँ यो एकदमै चिन्ताको विषय बन्न सक्ने भएकोले चाहिँ मैले केही जानकारी दिन गइरहेको छु। यो चाहिँ तपाईँको प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेजिस्टेन्स भनिन्छ। हामीले चाहिँ तपाईँको आजकल सामान्य मेडिकल अथवा फार्मेसीबाट चिकित्सकको सल्लाह बिना चाहिँ औषधि ज्वरो आयो भन्दैमा अथवा टाइफोइड भयो भनेर पिसाबको सङ्क्रमण भयो, इन्फेक्सन भयो भनेर चाहिँ विभिन्न एन्टिबायोटिकहरू नजुचाइकन खाने गर्छौँ। तर त्यसले चाहिँ भविष्यमा के असर गर्ला भन्ने कुरामा चाहिँ हामीले त्यति ध्यान दिएको हुँदैनौँ। र म उदाहरणमा चाहिँ एउटा हाम्रो भर्खरको उमेरको एकजना 19 वर्षको महिलाको उहाँलाई चाहिँ पिसाबको सङ्क्रमण भएको थियो र उहाँले चाहिँ बारम्बार यसरी नै 2-3 पटक बाहिरबाट औषधि पनि खानुभएको र 1-2 पटक चाहिँ हस्पिटलबाट पनि पिसाबको इन्फेक्सनको लागि चाहिँ औषधि सेवन गर्नुभएको प्रायः जसो एन्टिबायोटिक्स। र यसले चाहिँ के देखायो भन्दाखेरि उहाँको रिपोर्टमा चाहिँ एउटा रिपोर्ट हालेको छु मैले। उहाँको रिपोर्टमा चाहिँ एउटा कीटाणु देखाएको छ जसलाई चाहिँ सामान्य एउटा औषधिहरूले सामान्य एन्टिबायोटिक्सहरूले काम नगर्ने देखिएको छ। र जुन एन्टिबायोटिक सेन्सिटिभ देखाएको छ त्यो पनि एकदमै अन्तिम उपायको लागि चाहिँ हामीले प्रयोग गर्ने गर्छौँ। त्यसैले आजै नै हामी सतर्क रहौँ। भोलि यसले चाहिँ तपाईँलाई मात्रै होइन, यो चाहिँ हामी सबैलाई चाहिँ एकदमै चिन्ताको विषय बनाउने हुन्छ। इन्फेक्सन हुँदाखेरि कुन चाहिँ एन्टिबायोटिकले उपचार गर्ने त भनेर चाहिँ एकदमै चिन्ता उत्पन्न गर्ने हुन्छ। त्यसैले आजै सतर्क रहौँ। चिकित्सकको सल्लाह बिना चाहिँ प्लिज तपाईँहरूले फार्मेसी अथवा मेडिकलबाट औषधि सेवनहरू, एन्टिबायोटिक्सहरू अथवा दुखाइ कमाउने औषधिहरू सेवन नगरिदिनु होला है त। हस्, धन्यवाद।